सुध्रेर आउँछु भनेर भन्छन् होइन, यिनीहरू सुध्रेर आएर पनि देशलाई कतै पनि बनाउन सक्दैन क्या। देशलाई यति पछाडि धकेलिसकेका छन् नि यिनीहरू नेताहरूले। त्यो यति धेरै अहिले हेर्ने हो भने होइन, केही नभए पनि अमेरिकाका बराबरमा यो नेपाल हुनुपर्ने। किनभने चाहिँ नेपाल कसैको पनि गुलाम भएको होइन कि, नेपालको पैसा बाहिर देशको मान्छेले कसैले लग्न पाएको होइन कि। अरू जति पनि देश गुलाम भयो नि त्यसको पैसा अमेरिकाले लगेर राखेको चाहिँ हाम्रो नेपालको पैसा चाहिँ नेपालमा थियो। तर त्यो पैसा नेपालको पैसालाई नेताले लगेर नेपालको जनतालाई गुलाम बनाउने नेतैहरू हुन्। अरू देशले कसैले गुलाम बनाए तर नेताले गुलाम बनाए, आफ्नो मुठीमा खेलायो। आफू बाघ बनेर गद्दीमा बसे, जनतालाई भेडा बनाएर चराए आफ्नो त्यो रसी हातमा राखेर। त्यसैले अब जनतालाई भन्न चाहन्छु, जो पनि भन्छ नि यिनीहरू यस्तो उनीहरू उस्तो भनेर, गाली गर्ने भए चाहिँ गरिहाल, यहाँमै गरिहाल। मैले बोलेर त केही फाइदा छैन यहाँमा होइन। तर हरेक युवाले आवाज उठाउन जरुरी छ। हाम्रो आवाज भनेको, हामी युवाको बल भनेको यो सोसल मिडिया हो र एकजुट हो। हामी युवाको आवाज यो सोसल मिडिया र हामी एकजुट हुनु नै हामी सबैभन्दा ठुलो तागत हो। यो मान नमान तिमीहरू। जय नेपाल।